छोटो भिडियो लिएर तपाईहरुमाझ आइरहेको छु। एउटा छोटो भिडियो लिएर हजुरहरुमाझ आइरहेको छु र म के को भिडियो भन्नु पर्दाखेरिमा एउटा हाम्रो ज्योतिष विषयको सम्बन्धी ज्योतिषमा लामा सम्बन्धीको ज्योतिष विषयमा एउटा ज्योतिष विद्या भनेको चाहिँ नि हेरखोर सम्बन्धी भनेको यो कहाँबाट सुरुवात भयो, केबाट सुरुवात भयो भन्ने कुराहरू चाहिँ यहाँ हजुरहरुमा तपाईहरुमाझ मैले एउटा भिडियो लिएर आइरहेको छु। लानुहोस् अनि तपाईहरुलाई भन्न चाहन्छु कि सम्पूर्ण कुराहरू चाहिँ यो कहाँबाट सुरुवात भयो, ज्योतिष कहाँबाट सुरुवात भयो, कसले सुरुवात गर्यो भन्ने विषयमा तपाईहरुलाई म छोटो जानकारी दिन चाहन्छु। ल यो उहिले 2500 वर्ष अगाडि भगवान बुद्धको पालामा अथवा भगवान बुद्धको पालाभन्दा थोरै अगाडि यता आएर भने तिब्बतबाट भगवान मञ्जुश्री चाहिने नेपालमा आउनु भएर भगवान मञ्जुश्रीले चाहिने संसारको प्राणी कल्याणको निम्ति, प्राणीको हितको लागि, मानव हितको लागि उहाँले धेरै दुःख गर्नुभएको थियो। अनि मञ्जुश्रीले कसरी चाहिँ दुःख गर्नुभयो भन्नु भन्दाखेरिमा एउटा रुइबल भन्ने सुनको कछुवा जस्तो बनेर मञ्जुश्री भगवान सुनको कछुवा बनेर यो कछुवाको रूपमा उहाँ आउनु भएको छ भन्ने कुराहरू देखिन्छ। अनि कछुवाको रूपमा उहाँ आउनु भइसकेपछि उहाँले चाहिँ मञ्जुश्रीको टाउको दक्षिण दिशापट्टि फर्काएर पुच्छरलाई उत्तर दिशापट्टि फर्काएर यो चार कोणलाई फिजाएर उहाँ चाहिँ उतानु परेर बस्नु भएको छ दक्षिण दिशापट्टि फर्केर। र दक्षिण दिशापट्टि फर्केर उहाँ बस्नु भइसकेपछि उहाँ चाहिँ कछुवाको रूपमा उहाँ चाहिँ आउनु भएर उहाँले भन्नुभएको छ कि यो लोखरचुङ्गी 12 लोखरचुङ्गी कसरी निर्माण भयो, 12 लोखरचुङ्गी कसरी तयारी भयो भन्ने कुराहरू देखाउनको लागि मञ्जुश्री भगवान यहाँ मानवको हित गर्नलाई मानव चोलामा आउनु भएको थियो। भने मञ्जुश्रीले लोखरचुङ्गीको वर्ष 12 वर्षको देखाउनका लागि निम्न अनुसार बताउनु भएको थियो। कछुवा अथवा कछुवाको शरीर सर्व प्राणीको इन्द्रियको 6वटा बाहिरी इन्द्रिय, 6वटा भित्री इन्द्रियहरूलाई यता होला मनितिर अनि 6वटा बाहिरी इन्द्रिय, 6वटा भित्री इन्द्रिय उनीहरूलाई चाहिँ यो इन्द्रिय चाहिँ आयत वस्तुहरू हरेक क्षण मिलन गर्छ भने जम्मा 6वटा गरी 12वटा भएका छन्। र जस्तै भित्री इन्द्रिय 6वटा के हो त भन्दा आँखा, कान, नाक, जिब्रो, शरीर, मन गरी 6वटा इन्द्रिय, 6वटा इन्द्रिय। बाहिरी आयत इन्द्रिय चाहिँ रूप, शब्द, वासना, स्वाद, स्पर्श, धर्म गरी 6वटा इन्द्रिय गर्दा जम्मा 12वटा भयो। 12वटा भइसकेपछि यो दुवैलाई जोड्नाले 12वटा पुग्दछ। र लगायत यसरी नै लोखरचुङ्गीको निर्माण भयो र सिर्जना भयो। र मञ्जुश्रीले यहाँ आफू कछुवाको मञ्जुश्री भगवानले आफू कछुवाको रूप गरेर कछुवाको कछुवाको 8वटा विज्ञान चित्त 8वटा पार्खाहरू भित्री तत्त्वहरू रूपमा बुझ्ने गरेर बुझ्नुपर्ने बताउनु भएको थियो। र अब यसै गरेर ल हेर्नुहोस् यहाँ लगायत मेरो हातमा आज मैले एउटा कछुवा लिएर आएको छु। यो कछुवालाई चाहिँ तपाईहरु
हेर्दै जाने होला। र कसरी हेर्ने त भन्दा यसलाई यता फर्काएर, यसलाई यता फर्काएर यसरी यो टाउको दक्षिण दिशापट्टि फर्केको हुनुपर्छ। दक्षिण दिशा, पुच्छर उत्तर दिशामा। अब यो यसपछि लगाएर यसको माझमा चाहिँ एउटा के भन्छ भगवान मञ्जुश्रीले चाहिँ नि के भन्नु भने एउटा चन्दनको हतियार बेड भएको होइन, बेड चन्दनको बेड भएको हतियार लिएर आफ्नो कोखामा आफै हानेर अनि चन्दनको बेड भएको हतियारले फलाम चाहिँ पश्चिम दिशामा, चन्दनको बेड चाहिँ पूर्व दिशामा, टाउको दक्षिण दिशामा, पुच्छर उत्तर दिशामा। र दक्षिण दिशा, टाउको दक्षिण दिशा भएको भएर रातो रङ, उत्तरमा पानी पानी भएको भएर कछुवाको रगत पेसाब उत्तर दिशापट्टि चुहिएको भएर उत्तरमा चाहिँ नीलो रङ, पूर्वमा हरियो रङ, पश्चिममा सेतो रङ भएर यस्तै तरिकाले चाहिँ मानवको हितको लागि चाहिँ यो दिशा दिशा सार लो नोक च्याङ यस्तै गरेर चाहिँ चारवटा दिशा घुमेर चाहिँ यो दिशाको निर्माण भयो। दिशाको निर्माण भइसकेपछि कुनै पनि अब कसरी भने अब चक्षु विज्ञान देख्ने चित्त, चक्षु विज्ञान भनेको देख्ने चित्त, कर्ण विज्ञान भन्ने एउटा कानले सुन्ने चित्त, कानले सुन्ने चित्त, र घ्राण विज्ञान भनेको अब सुन्ने चित्त, जस्तै स्वाद थाहा पाउने, स्पष्ट थाहा पाउने, अनुभूति थाहा पाउने, अनि क्लेशहरू थाहा पाउने, मुख्य जीवित रहने कि नरहने भन्ने कुराहरू चाहिँ यसबाट थाहा पाउन सकिन्छ। र यसै गरी यी 8 चित्तहरू हरेक प्राणीमा हुन्छ। यो 8वटा चित्तहरू हरेक प्राणीमा हुन सकिन्छ। र यसै अनुसार संसारमा वर्षा र पार्खाको निर्माण भएको छ। अनि पार्खाको निर्माण भयो अनुसार बुझ्नुपर्ने भने मञ्जुश्रीले, भगवान मञ्जुश्रीले बताउनु भएको छ। र त्यसकारण पार्खाको 8वटा पार्खा भएको छ। यसबाट चाहिँ 8वटा पार्खा कसरी भयो? लि, खन, दा, खेन, खाम, किन, सिन यसरी गर्ने। लि, खन, दा, खेन, खाम, गिन, सिन, सोन, पार्खा सोन 8 पार्खा यहाँबाट सुरुवात भएको छ। र कस्तो भन्दाखेरि 8वटा पार्खा यहाँबाट सुरुवात भएको भने कछुवाको शरीरमा मेवा बुझ्ने तरिकाहरू पनि यसमा बुझ्न सकिन्छ। मेवा नम्बर 1, नम्बर 2, नम्बर 3, नम्बर 4, नम्बर 5, 6, 7, 8, 9 गरी चिकार, गिनाक, सुम्थिङ, सिज्याङ, घाँसेर, ढुकार, धुनमार, गेकार, गुमार, मेवा गो, मेवा 9वटा चाहिँ नि यसबाट चाहिँ नि कसरी सुरुवात हुन्छ भन्दाखेरि मानवको शरीरमा मञ्जुश्री सबैले आफै मञ्जुश्री भगवानले सबैले बुझ्ने गरी तरिका बुझ्ने गरेर बुझ्ने शैलीमा कछुवाको शरीरमा भएको 9 मेवाद्वाराहरू तपाईँहरूले बुझ्न सकिन्छ। र अब हजुरहरूले यसरी बुझ्न सक्नुहुन्छ। र जस्तै आँखामा हुन्छ, आँखाको 2टा प्वाल हुन्छ भने कानको पनि 2टा प्वाल हुन्छ। आँखाको 2टा प्वाल, कानको 2टा प्वाल र नाकको 2टा प्वाल गरी 6वटा हुन सकिन्छ। नाकको 2टा प्वाल भएपछि 6वटा हुन सकिन्छ। मुखको 1टा प्वाल र पिसाब थैलीको 1टा प्वाल, दिशा घरको 1टा प्वाल गरेर जम्मा 9वटा प्रकारहरू मानव शरीरभित्र परेको छ। यस्तै गरेर 9वटा प्वाल भइसकेपछि 9वटा कुराहरूबाट चाहिँ 9वटा आँखाको 2टा, कानको 2टा, नाकको 2टा, मुखको 2टा गरेर
पेसाब थैलीको दिशा घरको गरेर नवडा भएको देखिन्छ र यस्तै तरिकाले तपाईँहरूले बुझ्दै बुझेर चाहिँ तपाईँहरूले बताउन सक्नुहुन्छ र किन कसरी बुझ्न सक्नुहुन्छ भन्दाखेरि मञ्जुश्रीले भन्नुभएको भगवान मञ्जुश्रीले भन्नुभएको अनुसार शरीरमा दुई जोड्नीहरू हुनेछ, शरीरका दुई दुई प्रकारको जोड्नीहरू हुनेछ। काँधमा हुनेछ दुईटा दुई जोड्नी, कोही नाममा हुनेछ दुई जोड्नी, कम्मरमा हुनेछ दुई जोड्नी, घुँडामा हुनेछ दुई जोड्नी गरी शरीरमा ठुलो 8 जोड्नीहरू हुनेछन्। यसबाट 8 प्रकारको ग्रह निर्माण भएको देखिन्छ। यसबाट 8 प्रकारको ग्रह निर्माण भएको देखिन्छ। तपाईको 1 सूर्य, 2 चन्द्रमा, 3 मङ्गल, 4 बुध, 5 बृहस्पति गरी शुक्र, शनि, राहु, केतु गरेर चाहिँ नि यो 8 प्रकारको ग्रहहरू निर्माण भएको देखिन्छ। र राहु केतुलाई छाया ग्रह मानिन्छ भने प्राय यी दुवैको एकै गुण हुन सकिन्छ। राहु र केतुको दुवैको गरेर एउटै गुण हुन सकिन्छ। अब यो कुरामा चाहिँ म पहिलो विषय लिएर आएको थिएँ भने अर्को दोस्रो विषय लिएर चाहिँ म तपाईहरुमाझ आउँछु र त्यसपछि दोस्रो विषयमा भनौँला। हजुर लास्ट थपल्ला मेरो यो भिडियोलाई